सहृदय मित्रहरूमा म हेमराज भट्टराई आज यहाँहरूलाई यस च्यानल मार्फत यो भिडियो मार्फत सामान्य जीवन दर्शनका बारेमा जीवन दर्शनका लागि हाम्रो शरीर विज्ञानका बारेमा म यहाँहरूलाई अलिकति केही कुराहरू जानकारी गराउँदै छु। यो भिडियो यहाँहरूले अन्तसम्म हेर्नुहुनेछ, लाइक कमेन्ट र शेयर गर्नुहुनेछ, किनकि हामी धेरैभन्दा धेरै समय अहिले आफ्नो डिभाइस अगाडि राखेर अनावश्यक भिडियोहरू हेरेर अनावश्यक कुराहरूमा हामी चिन्तन मनन गरेर समय खेर फालिरहेका हुन्छौँ। अलिकति यो काम लाग्ने भिडियो छ, धेरै त छैन, तैपनि यहाँहरूले हेरेर मन पराइदिनु हुनेछ, किनकि म फेरि अरू भिडियोहरू यसरी नै राख्न सकौँ। मैले यहाँहरूलाई आज शरीर विज्ञानका बारेमा बताउँदैछु। हाम्रो यो पाँच भौतिक शरीरलाई आत्मासँग र आत्मालाई परमात्मासँग कसरी जोड्ने त? त्यो जोड्ने भनेको एउटै उपाय छ, योग अभ्यास। त्यो योग अभ्यास गर्नु पूर्व हामीले यो शरीरको बनावट, यसको अवस्था के छ त्यसबारेमा चाहिँ बुझ्नु जरुरत छ। हामीले देख्दा यो जो सिङ्गो शरीर छ यो पाँच भौतिक शरीर, अनि त्यसभित्र चेतना तत्त्व छ जसलाई हामी आत्मा भन्छौँ। त्यो आत्मा तत्त्व र यो जुन भौतिक शरीर मिलेर हाम्रो जीवन यात्रा अगाडि बढिरहेको छ। यी दुईटाको संयोजनबाट त्यो आत्मा तत्त्वले छोड्ने बित्तिकै यो हाम्रो पाँच भौतिक शरीर नष्ट भएर जान्छ, पञ्चतत्त्वमा मिल्छ। अब यसभित्र पनि यो पाँच भौतिक शरीरभित्र प्राण, अपान, व्यान, समान र उदान गरेर पञ्चवायु छन्। ती पञ्चवायु के हुन् त? सातवटा चक्रहरू छन्। सहस्रार चक्रदेखि लिएर मूलाधार चक्रसम्म सातवटा चक्रहरू छन्। ती चक्रहरू के हुन् त? यस विषयमा यहाँहरूलाई म जानकारी गराउँदैछु। जबसम्म यहाँले पञ्चप्राणको बारेमा, पञ्चवायुका बारेमा थाहा पाउनुहुन्न, जबसम्म सातवटा चक्रहरूका बारेमा थाहा पाउनुहुन्न, तबसम्म यहाँले आफ्नो शरीरको मूल्य, महत्त्व बुझ्नुभएको हुन्न। त्यसपछि फेरि गएर पुरै जीवनको अर्थ बुझेका हुँदैनौँ। हामी अरूका बारेमा खुब सोच्दछौँ। त्यो हिरोले त बिहे गरेन, त्यो हिरोइनले अझै बच्चा जन्माएकी रहेनछ। ओहो, फलानु पार्टीका नेताहरूले यसो गरेछन्, उसो गरेछन्। हामी चिया गफमा होस्, घर परिवारमा होस्, कहीँ कसैसँग भेट हुँदा होस्, अनावश्यक गफमा, अनावश्यक चिन्तनमा बढी लाग्छौँ। तर आफ्नो शरीरको बारेमा, आफ्नो आत्माका बारेमा, परमात्माका बारेमा, परलोकका बारेमा हामीले कहिले पनि चिन्तन गरेनौँ क्या। सबभन्दा दुःखको कुरा यही छ। खालि अरूकै चासो, अरूकै मतलब छ हामीलाई। अनि फेरि अर्को कुरा के छ भने हाम्रो दुःखको कारण हामी आफै हौँ भन्ने कुरा हामीलाई थाहा छैन क्या। हामी चाहिँ मेरो त छोरो बिग्रियो भनेको छ, दुःखी भएको छ। श्रीमतीले भनेको मान्दिनँ, टेर्दिनँ भनेको छ, दुःखी भएको छौँ। मलाई त अफिसमा हाकिमले हैरान खेलाउँछ, त्यसको त व्यवहारै छैन, फेरि त्यतै चिन्तित छौँ। घाम धेरै लाग्छ, हो गर्मी भयो, त्यतै चिन्तित छौँ। जाडोको सिजन आयो, बडा चिसो भयो, त्यतै चिन्तित छौँ। बाबा, यहाँले सोच्नुहोस् त, एकछिन बसेर सोच्नुहोस् त, हामीले संसारसँग, दुनियाँसँग लेनादेना छैन क्या। अनि संसारलाई सुधारेर, संसारलाई सुधार्ने ठेक्का लिएर पनि सम्भव छैन। पहिला आफूलाई चिनौँ, पहिला आफूलाई बुझौँ, पहिला आफूलाई सुधारौँ, संसार आफै सुधार्दै जान्छ। यसमा दुई मत छैन। संसारका जति पनि दार्शनिकहरूको जीवनी पढियो, हेरियो, सुनियो, उनीहरूले पहिला आफूलाई सुधारेका छन् अनि संसारलाई सुधारेका छन्। त्यसैले शान्ति ल्याउनका लागि गौतम बुद्धले पनि भन्नुभएको छ, शान्ति मनभित्र खोज। बाहिर पाइँदैन शान्ति, मनभित्र खोज। जबसम्म मन शान्त रहँदैन तबसम्म
हामीले बाहिरका शान्तिका जुन जति पनि स्रोतहरू छन् तिनीहरूको अनुभूत गर्न सक्दैनौँ। अब विषयान्तर नजाउँ, म यहाँहरूलाई अब विषयमा प्रवेश गर्दछु। हाम्रो शरीरमा पञ्च प्राण छन्। एउटा प्राणवायु भन्छौँ, हामी श्वास प्रश्वास लिइरहेका हुन्छौँ। यो चाहिँ प्राणहरूको राजा हो। अब अपान वायु भन्ने छ, वायु विकार, जुन चाहिँ हाम्रो शरीरमा रहेको वायु विकार हुन्छ र अनि ग्यास्ट्रिक आदि भएर तलबाट निस्किने वायु हो, जसलाई हामी अपान वायु भन्छौँ। अब व्यान वायु भन्छौँ। व्यान वायु भनेको चाहिँ शरीरभरि सञ्चरण हुन्छ, अनि त्यो सञ्चरण भएको वायुले चाहिँ सबै शरीरका अङ्गलाई स्वस्थ राख्दछ। यहाँहरूले अनुभव गर्नुभएको छ, हामी लामो समयसम्म कुनै पनि शारीरिक अभ्यास गरेनौँ अथवा मानसिक अभ्यास गरेनौँ भने हाम्रो शरीर पनि के हुन्छ, अस्वस्थ हुन्छ। कस्तो हुन्छ त भन्दा बिहान उठ्दाखेरि यता अररिएको हुन्छ, उता घोज्छ, उता पोल्छ, अनि अररिएको हुन्छ, उठ्न मन लाग्दैन, सुतिरहँ जस्तो लाग्छ, अनि दिनभरि पनि हाम्रो दिन पनि बिग्रन्छ, किनकि बिहानले दिनको सङ्केत गर्छ भने चाहिँ बिहान हाम्रो शरीर अस्वस्थ भयो भने दिनभरि अस्वस्थ रहन्छ, मानसिक अवस्था पनि अस्वस्थ रहन्छ। त्यसैले बिहान उठेर हामीले गर्नुपर्ने नित्य नैमित्तिक कर्महरू थुप्रो छन्। त्यसैले मैले यहाँहरूलाई जानकारी गराउँदैछु। अनि त्यसपछि बिहान वायु शरीरभरि सञ्चरण हुन्छ, जसलाई हामी त्यो वायुलाई चाहिँ हामीले अक्सिजनको रूपमा पनि, डक्टरले जसरी हामीलाई हाम्रो शरीरमा अक्सिजन छ कि छैन भनेर परीक्षण गर्छ नि, त्यही अक्सिजन चाहिँ हामीले प्राणवायुका रूपमा, त्यही पञ्च प्राणका रूपमा, पाँचवटा वायुका रूपमा चाहिँ हामीले हेर्ने गर्दछौँ। अनि बिहान वायु शरीरभरि सञ्चरण हुन्छ भने समान वायु हुन्छ। समान वायु चाहिँ यो हाम्रो तल्लो पेट, महिलाहरूको तल्लो पेट, जहाँ पाचन शक्ति, पुरुषहरूको पाचन शक्ति र महिलाहरूको पनि पाचन शक्तिदेखि लिएर बच्चा जन्माउने जुन तल्लो भाग छ त्यसलाई चाहिँ समान वायु भन्छ। त्यो समान वायु बिग्रियो भने पाचन शक्तिमा समस्या आउँछ। अनि अर्को हुन्छ उदान वायु। उदान वायु भनेको चाहिँ हाम्रो यहाँ घाँटीमा निल्ने ठाउँदेखि लिएर माथितिर रहन्छ। उदान वायु बिग्रियो भने मान्छे डिप्रेसन, एन्जाइटी जस्ता समस्याले ग्रस्त हुन्छ। ती पाँचवटा वायुलाई स्वस्थ, ती पञ्च प्राणलाई चाहिँ स्वस्थ राख्नका लागि हामीले के गर्ने त भन्दा बिहान उठेर चाहिँ प्राणायाम गर्ने। प्राणायाम भनेको के त भन्दा श्वास लिने र फ्याँक्ने प्रक्रिया हो। यसका पनि विभिन्न प्रक्रिया छन्। प्राणायामका पनि विभिन्न प्रकार छन्, प्रक्रिया छन्। ती प्राण लिँदै फ्याँक्दै गर्दाखेरि किन यसरी लिँदै फ्याँक्दै गर्नुपर्ने, किन यसमा ध्यान दिनुपर्ने त हामीले भन्दा हामी दिनभर काममा व्यस्त हुन्छौँ, सोच्ने फुर्सद हुँदैन। यो नाकले सही ढङ्गले काम गरिया छ कि छैन, श्वास प्रश्वास लिँदै फ्याँक्दै गरेको छ कि छैन, यो विषयमा हामी ध्यान दिँदैनौँ। जसरी हामीले टायरमा अथवा भलिबलमा हावा जबरजस्ती हाल्छौँ अनि त्यो भरिन्छ, त्यसै गरी हाम्रो शरीरमा पनि प्राण चाहिँ कोचेर भर्नुपर्छ अनि अक्सिजनको मात्रा पुग्छ। नभए के हुन्छ त भन्दा अक्सिजनको मात्रा कम हुन्छ, शरीरमा पुग्दैन। अक्सिजन नपुगेपछि अनि शरीरमा विभिन्न किसिमका समस्या आउँछन्। मन पनि अशान्त हुन्छ। यो भौतिक शरीर त अस्वस्थ हुन्छ। अब यतातिर के हुन्छ त भन्दा हाम्रो मन पनि अशान्त हुन्छ, अनावश्यक तनाव सुरु हुन्छ। अनि यसले गर्दा हामी यो तनावले गर्दा झन्झन तनावको गहिराइमा पुग्छौँ अनि हामी अशान्त रहन्छौँ। अनि हामी मलाई सुख भएन, मलाई शान्ति भएन भन्दै अनि बिलाप गर्न थाल्दछौँ। त्यसैले हामीले यो सम्पूर्ण हाम्रो दुःखको कारण हामीभित्रै छ भन्ने कुरा बुझ्नुपर्छ। हाम्रो शरीर नै अस्वस्थ छ, हाम्रो मानसिक अवस्था नै अस्वस्थ छ। त्यसलाई स्वस्थ राख्नका लागि योग गरौँ। म यहाँहरूलाई अब यसपछिका भिडियोहरूमा के कस्ता प्राणायाम हामीले सहज र सरल तरिकाले बिहान उठेर के गर्न सक्छौँ। हामी यो गृहस्थ जीवनमा बसेर बिहान उठ्ने बित्तिकै हाम्रा दिनचर्याहरू सुरु हुन्छन्, अनेकौँ कामहरू हुन्छन्। ती कामहरूका बावजुद पनि हामी कसरी समय निकालेर चाहिँ एकछिन आधा घन्टा, कम्तीमा आधा घन्टा चाहिँ यहाँहरूले समय दिनुपर्छ। त्यति चाहिँ आफ्नो लागि समय दिनुहोस्। मैले अनुरोध गरेँ। संसारमा नराम्रो कुरा आफैले मात्रै भोग्नु परोस् र राम्रो कुरा अरूलाई पनि बाँड्न पाइयोस् भन्ने मेरो इरादा हो। र मैले केही कुराहरू यहाँहरूलाई सिकाएर यहाँहरूको जीवनमा पनि अलिकति केही परिवर्तन आइदियो, सुख र शान्ति समृद्धि छाइदियो भने म पनि धन्य हुनेछु। मलाई पनि परमात्माले आशीर्वाद दिनुहुनेछ भन्ने कामना गर्दै
आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा म अवश्य आउनेछु। यहाँहरूले पक्कै पनि यो भिडियोलाई हेरिदिनु हुनेछ, मन पराइदिनु हुनेछ। मन नपरेमा कमेन्ट बक्समा लेखेर पठाउनु होला। म यो भिडियोहरूलाई सुधार्दै लैजानेछु। जय श्री राधे। सबैको कल्याण होस्, मङ्गल